अरू चाहिँ भेडा बाख्राहरू चौरीहरू घोडाहरू चाहिँ सबै यिनीहरू चाहिँ गोठ हो लेकमा चाहिँ मान्छे बस्ने गोठ हो यो यो चाहिँ हाँस पोखरी अब हामीलाई यो पहाडमा चढ्नको लागि चाहिँ 1 घन्टा टक्कै लाग्छ है हामी अब यहाँ जाँदैछौँ आजको लास्ट लगभग हामी सबभन्दा यो एरियाको पिक ठाउँ चाहिँ यही हो तर आजको हाम्रो लास्ट पोइन्ट त्यहीँ हुन्छ त्यसपछि हामी फर्किनेछौँ यहाँ मकालु हिमाल देखिरहेछ वेदर मजाले नखोलेको कारणले देख्थ्यो यो मकालु हिमाल त्यसपछि उतापट्टि देखिरहेछ अलिअलि देखिरहेछ